हामी वीरेन्द्र लेक घुमेर माथि टपबाट पनि भ्यू हेऱ्यौँ हैन त। अनि तल गएर मुख धोएर जुत्ता खोलेर हैन ठिराउनी पानीमा पार गरेर यो कता कता आछ थाहा छैन, तर एडभेन्चर हो, गरिन्छ कि कसो। अनि के छ त नि, आज हामी कहाँ गएर बसिन्छ अरे? होटल बुक भइसक्यो हैन? बस। अनि कति घन्टा चाहिँ त्यहाँ पुगिन्छ? 4 घन्टा। तिमी अलि त म मात्र आएँ। हाम्रो दाइ केटाहरू त्यहाँ हिँड्दैछन्, सोल्टीहरू। दामी भ्यू आछ। समय भाइ पनि हेन्सम नभए नि हेन्सम देखाएको छ। यता हो न, किन लजाएको? ट्रेल जस्तै छैन टु बी अनेस्ट। बहुत रमाइलो भइरहेछ नि त, एकदम रमाइलो। वाइल्ड वाइल्ड वेस्ट। हाम्रो केटाहरू उ त्यहाँ छन्। बाटो पनि देखाइदिउँ अलिकति हैन? भ्यू त दामी छ यार। समयको भ्यू पनि हेरौँ यसो गाइज। कुन अरे मनास्लुमा? दिस इज मनास्लु, वान अफ द हाइएस्ट माउन्टेन पिक्स इन द वर्ल्ड। लाइक टप 10 को टप 8 वटा त नेपालमै पर्छ नि त हैन? होइन, दुईवटा 8 वटा नेपालमा हो, दुईवटा, एउटा पाकिस्तानको भयो, एउटा अर्को कुन छ मैले बिर्सेँ। युरोपतिर त लाइक एकदम सानो हुन्छ कि। कहाँ गयो केटाहरू?